घोडा देख्छ, टाइगर देख्छ, हो उडको अन्डा देख्छ। खै के भयो भनेको अस्ति एउटा नानीले उडको अन्डा देखाउ कि देखाउ भन्छ। अब कहाँबाट देखाउनु भयो? एउटा नानी कस्तो गरेर दाजु अनि कस्तो बदमास नानी त्यो नानीको त मैले फोटो खिचिरहेको थिएँ। एउटा नानीले चाहिँ कसो गर्यो अरे कसरी भन्छ अहिले अघि बिहान हामी रम्फूदेखि मल्लेसम्म हाँसेर आएको। कस्तो चाहिँ बदमास नानी है। एकदम हुन्छ नानी कस्तो बदमास नानी झन् ठुलो भएर के हुन्छ होला। अगाडि हेर हेर रुखहरू कति धेरै रुखहरू हेर न हाम्रो कति धेरै पाउलेनिया जस्तो के कुरो हो यो सबै सबै सखुवा ठिक हो। पाउलेनिया पनि पो रह त हो तर पाउने निया भन्छ, यसलाई पाउलेनिया भन्छ। टिक र सखुवा भन्छ। टिक टिकलाई चाहिँ पाउलेनिया भन्छ। हाम्रोतिर त रोप्छ पो त खै बढ्दैन यो बोक्रा यो उकेको हतपत बढ्दैन। यो चाहिँ अर्कै के हो यसको बिरुवा लगाएको थियो नि त कन्या मातृका हजुरबाले त्यो कृष्णहरूको घर यतापट्टि रोपेको यो कालेबुङमा ख्यामी दादाहरू छन् नि त उनले लगाएको सल्लाह 100 वर्ष ठाडो 100 वर्ष तेर्सो। कुदै नकुल्यो त्यो त पानी जान्छ यसो त बनाउँछ नकुलेको